कैलालीमा यो वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना 45 देखि 55% रहेको हो। यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्व तयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्व सूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्व तयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान जस्ता समस्या हुन सक्ने उनीहरूको दाबी रहेको छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अतरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अलि बढी डुबान हुन सक्ने भएकाले पूर्व तयारीमा जुट्न आवश्यक रहेको बताएका छन्। उनले बाढीले कृषि बालीमा नोक्सानी गर्न सक्ने उल्लेख गरेका छन्। कैलालीमा बाढीको अवस्थाबारे सरोकारवाला सहित समुदायमा जानकारी दिनका लागि 18 स्थानमा जलमापन केन्द्र र 22 स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। स्थापना गरिएको केन्द्र मार्फत राम्रो तरिकाले सूचना प्रवाह भइरहेको कारण विपद जोखिम न्यूनीकरणमा सहयोग पुगेको प्रमुख शाहको भनाइ छ। जिल्लाको गोदावरी, चुरे र मोहन्याल गरी 3 पालिकामा पहिरोको जोखिम रहेको जनाइएको छ। त्यस्तै मध्य क्षेत्रमा पर्ने पालिकामा नदी किनारको बस्तीमा कटानको जोखिम रहेको छ। टिकापुर नगरपालिका, जानकी, कैलाली गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने बाढीको उच्च जोखिम रहेको जनाइएको छ। विपद जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना 2082 अनुसार काम गरिरहेको प्रमुख शाहले बताए। विपद व्यवस्थापन सम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष आइभीआर प्रणालीको सुरुवात गर्न गइरहेको उनले बताए। कैलालीको साडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टिकापुर, अतरिया, कालुखेती, गोदावरी, गोगनपानी, गरबादरबार, बघिल्ला, बौनिया लगायतको स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुवा, जानकी र टिकापुर गरी 3 पालिकालाई प्रभावित गर्दै आएको छ। मोहना नदीले गोदावरी, धनगढी, कैलाली र भजनी, खुटिया नदीले चुरे, गौरीगंगा, गोदावरी, धनगढी, घुराहा नदीले कैलाली, भजनीलाई प्रभावित गर्दै आएको छ। यसैगरी कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलाली, भजनी, काँडा नदीले घोडागोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दै आएको छ। त्यस्तै पथरिया नदीले टिकापुर, जोशीपुर, जानकी, भजनी र टिकापुर, रौरा नदीले लम्कीचुवा, टिकापुर, जानकी र ठुलीगाडले मोहन्याललाई प्रभावित गर्दै आएको छ। विपद आउनु पूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्व सूचना प्रणाली सूचना संयन्त्र तयार गरिएको नेपाल रेड क्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले बताउनु भएको छ। प्रदेश सरकार पनि मनसुन विपद प्रतिकार योजना निर्माणको तयारीमा जुटेको जनाएको छ। प्रतिकार योजनाको अध्यावधिक गर्न कार्य भइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र सिंह विष्टले बताउनु भएको छ।